हेलो साथीहरू नमस्कार। म साउदी अरब, मेरो कम्पनी एम्स इन्टरनेसनल। मैले हिजो बनाएको जुन एउटा भिडियो थियो नाखेलको बारेमा, नाखेल कम्पनीमा एक्सप्रेसमा है, आरामकोमा पनि ठिकै छ। एक्सप्रेसको कुरा चाहिँ गर्दैछु मैले। एक्सप्रेसको 1 महिनाको ट्राफिक फाइनको पैसा 1500 रुपियाँ दिन्छ है। यो कुरा चाहिँ अब त्यो 1500 बचाएर कुदाउनु भयो भने त्यो 1500 तपाईँको बच्यो, बाँकी सेलेरी, बाँकी टिप मनी होइन। त्यसले गर्दाखेरि त्यहाँ राम्रो छ त्यो चाहिँ एक्सप्रेस। अब त्यहाँका नेपाली ड्राइभरहरूसँग, त्यहाँको सुपरभाइजरसँग मैले बुझेरै तपाईँहरूलाई भिडियो बनाएर मैले सम्प्रेषण गरेको हो होइन। एउटा कुरा, यो जुन त्यो मैले बनाएको भिडियोमा केही साथीहरूले राम्रो प्रश्न पनि सोध्नु भएको छ, केही साथीहरूले दलाली पनि भन्न भएको छ। हाम्रो नेपाली दाजुभाइहरूलाई एउटा कुरा चाहिँ घैँटामा घाम लागोस्, जति पनि विदेशमा बसेका छन्, विदेशमा बसेका साथीहरूले यो कुरा चाहिँ बुझ्न जरुरी छ कि म अर्काको देशमा बसेर काम गर्दैछु भने होइन भन्ने खालको सोच गर्नु पर्यो। र यहाँको कानुन कस्तो छ त्यो खालको कानुनमा मान्छे कसरी बसेका छन् त्यो आधारले बोल्नु पर्यो होइन। हाम्रो नेपाल चाहिँ गति छाडा भएकोले गर्दाखेरि आज जे पाए त्यही बोल्छन् मान्छेले, तर साउदी अरबमा त्यो छैन। रह्यो हाम्रो एम्स इन्टरनेसनल कम्पनी, त्यो पनि राम्रो छ होइन। अरू भनेको चाहिँ अनि अरू भनेको सबै राम्रै छ होइन। अब हाम्रो नेपाली दाजुभाइहरूलाई एउटा कुरा चाहिँ यति भन्छु, रक्सी जाँड खाने मान्छे भरिसक साउदी अरब नआउनु। अहिले यहाँको कानुन एकदम कडा छ, कुरो बुझ्नु भयो होला होइन। भाई हमारा कंपनी कैसे है एम्स इंटरनेशनल, बताइए। कंपनी तो अच्छा है है ना, देखियो अच्छा है, सैलरी भी अच्छा देता है, हाँ, टाइम में सैलरी देता है ना। तो कंपनी का फैसिलिटी कैसे लगता है आपको? नहीं अच्छा है भाई साहब, जाने का टाइम पे भी इसका ये मिलता है। हाँ, और जो आपका जो सैलरी मिलता है, हाँ 2 साल का बाद छुट्टी, हाँ 2 महीना 3 महीना मिलता है। हाँ, तो टिकट कंपनी का, सब कुछ कंपनी का। सही है। तो यार मैंने ये वीडियो बनाया तो आदमी लोग बुरा बोलते हैं, क्योंकि जैसे नाचोगे ऐसे कंपनी है। हाँ सही है ना। देखियो मैं कंपनी अच्छा है या हाँ, क्या है, मैं कंपनी के साथ बात करता हूँ ना, मैं बराबर बोलता हूँ है ना। तो मेरे पास कुछ नहीं बोलता। कई लोगों का होगा अच्छा नहीं लगने वाला बंदा भी होगा है ना, तो इसकी जैसे ऐसा करते हैं, लेकिन कंपनी तो हमारा सही है। कंपनी सही है, कंपनी बिल्कुल सैलरी भी टाइम पे देता है, सब कुछ देता है। सही है। ल साथीहरू सुन्नुभयो होला तपाईँहरूले होइन। म अहिले चाहिँ यता तपाईँको उदलिया, हाम्रो सेकेन्ड यार्ड उदलियामा छ। उदलिया यो अलहासा छेउमा छ, त्यहाँबाट भिडियो सम्प्रेषण गर्दैछु। र बाँकी कुरा साथीहरूलाई मैले मेरो प्राइभेटमा आएर सोध्नुभएको साथीहरूलाई मैले भनेकै छु। बाँकी कुरा फेरि अर्को भिडियोमा फेरि भेटौँला। हस्त, धन्यवाद।